धेरै धेरै स्याहार्नु साथीहरू आज म सबैलाई रुवाएर घरबाट चल्दै थिएँ काठमाडौँ। हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो डे 25 मिनट ब्लगमा। म बिहान उठेर हजुरआमासँग बगैँचातिर गएँ, त्यहाँ एकछिन माटो खेलाएँ, त्यसपछि त्यहाँ कटर फलेको रहेछ अनि हामीले कटर टिप्यौँ। कटर टिपेर यताउता वरपर सबैलाई बाल्यौँ अनि हामी रेडी भयौँ काठमाडौँ जानको लागि। सबै प्याकिङ गर्दै थियौँ अनि गाडीमा पनि सामान राख्यौँ। हजुरआमा र फुपू पनि बिच बाटोसम्म हामीसँगै जानुभयो अनि हामी सबै सामान प्याक गऱ्यौँ। त्यसपछि मैले यो घरलाई बाई भनेर हामी निस्क्यौँ। म एकछिन बाआमालाई भेट्न गएँ, सबैजना स्याहार हुनुहुन्थ्यो अनि मैले बाआमालाई सबैलाई बाई भनेर हामी आफ्नो यात्रा सुरु गऱ्यौँ। हामी एकैपालि पुग्यौँ भैरवा। भैरवा बस्ने प्लान थियो आज अनि हामी भैरवा होटेलमा बसेका थियौँ। त्यसपछि भैरवा मलाई भेट्न दिदी आउनुभयो, म खुसी भएँ। यो भैरवाको होटेलमा मैले वेट रेक्स देखेँ। त्यसपछि मैले अस्ति नै भित्तामा केरेर यसरी पुछेको सम्झेँ क्या साथीहरू। अनि मैले मेरो मम्मालाई पनि पुछ्न लगाएर हामी सबैले पुछ्यौँ अनि हामी रेडी भयौँ माम खाना जानुको लागि। अटो कुरेर बसिरहेका थियौँ, अटोमा निस्क्यौँ। हेर्नु न म कति खुसी भएको थिएँ अटो चढ्न पाएर। दायाँ बायाँ उता उता हिँडिरहेको थिएँ अनि त्यसपछि हामी माम खाने ठाउँमा पुग्यौँ। हामी गएको थियौँ एउटा चुलोमा अनि हामी जानु बित्तिकै त्यहाँ मजाले बसेँ अनि त्यहाँ गएपछि चाहिँ मोही सर्भ गर्नु हुँदो रहेछ क्या। अनि मैले मोही खाएँ, त्यसपछि माम खाएँ। मामले मलाई मेरो मम्मीले माम खुवाइदिनु भयो। मैले त्यो अचारको डिब्बामा के छ भनेर हेर्दै थिएँ। माम खाइसकेपछि मेरो चकचक सुरु भयो साथीहरू। एनर्जी आएर यताउता दौडिन थालेँ। त्यहाँ मैले एउटा आफ्नो साथी दाईलाई भेटाएँ। उहाँ दाईसँग एकछिन खेलेँ, गफ गरेँ, यताउता किचनमा गएँ अनि मेरो फेरि चकचक सुरु भयो साथीहरू। म कहिले टेबल चलाएर स्टुलमाथि कहिले टेबलमाथि बसेर मम्मीहरूलाई सताइरहेको थिएँ। त्यसपछि मलाई निकाल्नु भयो बाहिर। यति खाइसकेपछि अलिअलि खटाउनु त पर्यो साथीहरू। अनि एकछिन मैले आफ्नो पर्फर्मेन्स देखाएँ डान्स गरेर। त्यतिकैमा मेरो दिदीले रिक्सा कुरेर बसिराख्नु भएको थियो अनि आयो। अटोमा हामी सबैजना होटेल फर्केर सुत्यौँ। भोलिपल्ट बिहान उठेर मैले स्याउ खाएँ। स्याउ खाएर हामी लाग्यो काठमाडौँतिर। हामी थुम्सीमा पुगेर खाना खान बस्यौँ। खाना खाइसकेपछि हामी क्रस गऱ्यौँ नारायणी। गाडी चलाउँछु भनेर जिद्दी गर्न थालेँ साथीहरू। त्यसपछि गाडी चलाएँ अनि हामी गजुरी पुगेर मैले गोठ देखेँ। कहाँ देखेँ भने हामी सधैँ केरा लिने ठाउँमा हामी यहाँबाट केरा लिएर फर्क्यौँ। त्यसपछि एउटा ठाउँ बसेर मेरो मम्मीहरूले चिया खानुभयो अनि मैले जुस खाएँ अनि राति पुग्यौँ हामी हाम्रो घर पुग्न साथ मैले मेरो सानीमालाई बोलाउन गएँ। अनि त म भए सरप्राइज, सानीमाले मलाई गाडी किनिदिएर राखिदिनु भएको रहेछ। मलाई त्यो भएपछि के चाहियो साथीहरू, म एकदम धेरै खुसी भएर गाडी चलाउन थालेँ। पछि गाडी चलाइसकेपछि मलाई मेरो अरू टोइजहरू ब्याट बलहरू कहाँ छ भनेर सबै कुरा हेर्न थालेँ। पछि मेरो सानीमाले मलाई नाना पनि किनिदिनु भएको रहेछ अनि मैले यो नाना देखेर मक्ख भएँ साथीहरू। अनि नाना देख्न बित्तिकै मैले आफूले लगाएको नाना फुकालेर सानीमाले किनिदिएको नाना लगाएँ। त्यसपछि म खुसी भएर उफ्रिँदै थिएँ। एकदम धेरै थाकेको हुनाले हामी सबैजना माम खाएर सुत्यौँ।